ल नमस्कार राम 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 तपाईहरु कहाँ जान लाग्नु भयो ल तपाईहरु डल्लप चलाएर आउनु भएको छ नजिक आऊ तपाईहरु डल्लप चलाएर आउनु लाग्नु भएको छ हामीले यो रिफ्लेक्स यो स्टिकर टास्यौ नि अहिले यो स्टिकर किन टासेको भने डल्लपहरुमा लाइट हुँदैन राति हिँड्नु पर्छ हैन यसले यो हामीले तपाईको डल्लपमा टास्यो भने यो चम्किन्छ उज्यालो दिन्छ ताकि मान्छेले पछाडीबाट आउने गाडीहरुले यो के टल्कियो भनेर मान्छेलाई टासो हुने कुरो बुझ्नु भएको नै यो हाम्रो गाउँघरमा अक्सर यो बागेबर्दिया कैलाली कञ्चनपुरतिर एकदम यो हाम्रो सिमानातिर गाउँघरतिर यो डल्लपको चलन अझै पनि छ हामीले आफ्नो व्यवसायिक घरको कुनै पनि काम गर्न कुटानी पिसानीको लागि हामीले चाहिँ डल्लप प्रयोग गर्छौं तर डल्लप प्रयोग गर्नको लागि पनि ट्राफिक नियम पालना गर्नुपर्छ कुरो बुझ्नु भएको छ ट्राफिक प्रहरीले तपाईहरुलाई दुर्घटना हुनबाट जोगाउनको लागि हामी दिनरात उहाँ उता कैलाली सत्तीको ट्राफिक हवलदार साहब म बर्दियाको ट्राफिकको हवलदार साहब हामीहरु संयुक्त कहिलेकाहीँ यसरी नै हामी चेकिङ गरेर शहरी दुर्घटना हुनबाट जोगाउने कार्यमा हामी खटिएका हुन्छौं तपाईहरुले डल्लप चलाइरहँदा आफ्नो गलत साइडमा नचलाइदिनु होला तपाईहरुले आफ्नो कि दाहिने साइड चलाइदिनुस् कि बायाँ साइड चलाइदिनुस् जुन साइड भए पनि एकदम दाहिने या बायाँ च्यापेर बीच बाटोलाई खाली गरेर तपाईहरुले डल्लप चलाउनु पर्छ पुरो बुझ्नु भयो कि नै यो तपाईले कहिले दाहिने हिँड्दिने कहिले बायाँ हिँड्दिने कहिले बीचमा हिँड्दिने अनि यो त जनावर हो यसको यसो न ब्रेक हुन्छ न एक्सिलेटर हुन्छ न ह्यान्डल हुन्छ के हुन्छ त केही पनि हुँदैन तपाईले डल्लप घुमाउँदाखेरि तपाईले दाहिने बायाँ हेर्नुपर्छ कुनै गाडी आछ कि छैन हो कि हैन यसो हात दिएर यसो अनि बल्ल घुमाउनु पर्छ त्यही भएर चाहिँ एकदम हामीले ट्राफिक नियम डल्लपमा चढ्नेले पनि गर्नु पर्यो साइकलमा बस्नेले पनि गर्नु पर्यो कुरो बुझ्नु भएको छ नि रिक्सामा चढ्नेले पनि गर्नु पर्यो सबैको जीवधनको सुरक्षा गर्नु पर्यो कुरो बुझ्नु भएको छ ल नमस्कार।